के तपाईले कहिले यो प्रश्न सोध्नु भएको छ? कैनले कोसँग विवाह गर्यो? धेरै मानिसहरू भन्छन् बाइबलमा त केवल आदम, हब्बा, कैन र हाबिल मात्र थिए, अनि कैनले बिहे कसरी गर्यो? आज हामी यो प्रश्नको उत्तर अनुमानमा होइन, बाइबलकै आधारमा खोज्नेछौँ। कैन को थिए? बाइबलमा उत्पत्ति 4को 1देखि 2मा लेखिएको छ, आदम र हब्बाका छोरा थिए कैन र हाबिल। कैन किसान थिए, हाबिल गोठालो। तर हामी जान्दछौँ कैनले हाबिललाई हत्या गर्यो र त्यसपछि परमेश्वरले उसलाई देश निकाला गर्नुभयो। ठुलो प्रश्न। उत्पत्ति 4को 17मा कैनले आफ्नी पत्नीलाई चिने, तर प्रश्न उठ्छ, कैनकी पत्नी को थिइन्? उनी कहाँबाट आइन्? के बाइबलले केही लुकाएको हो कि हामीले राम्रोसँग पढेका छैनौँ? अब ध्यान दिनुहोस्, उत्पत्ति 5को 4मा लेखिएको छ, आदमका छोरा र छोरीहरू भए। बाइबलले सबै नाम उल्लेख गरेको छैन। आदम र हब्बाका धेरै छोरा छोरीहरू थिए। त्यस समयमा पृथ्वीमा अर्को मानव थिएन, त्यसैले भाइ बहिनीहरू बीच विवाह हुनु सामान्य थियो। कैनले आफ्नै बहिनी वा निजको नातेदारसँग बिहे गर्यो। त्यो समय पापको नियम आज जस्तो लागू भएको थिएन। आज किन सम्भव छैन? पछि आएर मुसा मार्फत परमेश्वरले नियम दिनुभयो, नजिकको नातेदारसँग विवाह निषेध गरियो। किन? किनकि मानव शरीर कमजोर हुँदै गयो र पापको प्रभाव बढ्दै गयो। त्यसैले आज त्यो पाप हो, तर सुरुमा आवश्यकता थियो। बाइबल प्रश्नले भरिएको पुस्तक होइन, उद्धारको कथा हो। यदि परमेश्वरले सुरुमा मानव जातिलाई जोगाउन त्यो अनुमति दिनुभयो भने आज उहाँ हामीलाई सत्य, पवित्रता र उद्धारतर्फ बोलाइरहनु भएको छ। कैनको कथा केवल बिहेको प्रश्न मात्र होइन, यो परमेश्वरको योजना, धैर्य र अनुग्रहको कथा हो। परमेश्वरले सुरुमा मानव जाति बचाउन जे अनुमति दिनुभयो, आज हामीलाई पवित्र जीवनतर्फ बोलाइरहनु भएको छ। यदि तपाईँलाई बाइबलका यस्ता गहिरा सत्यहरू मन पर्छ भने लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो प्रश्न लेख्नुहोस् र तालताकुमी मिनिस्ट्री च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आमेन।